गुड मर्निङ एभ्रीबडी। आज चाहिँ म बिहानको ब्रेकफास्टमा साबुदानाको ब्रेकफास्ट बनाउँदैछु। सो यहाँ साबुदाना मैले रातमा भिजाएर राखेको हो, होल नाइट भिजाएको छु यसलाई। अनि यसलाई नास्ता बनाउनुको लागि मैले प्रिपेयर गर्दैछु। यसको लागि खुब सारा स्प्रिङ अनियन जान्छ यसमा। यो धनियाँ भातमा हाल्छु, टमाटर। सो लेट्स सी गाइस कस्तो बनिन्छ। लास्टमा म देखाउने छु कस्तो बनिँदैछ। यसरी हाफ कुक भइसकेको छ। मैले यसलाई एकदम आरामसे यसलाई पकाउनुपर्छ, किनभने यो एकदम गोलमेल आरामसे हुनुपर्छ। सबै यो लसुको छोटो बेकिङ हुँदैछ अलिअलि। यो अलिकति काँचो छ, यो एकदम ट्रान्सपेरेन्ट हुनुपर्छ पाकिसकेपछि। अझै एकछिन पकाउनु जरुरी छ। त्यसको माथिबाट चाहिँ म यो धनियाँ हालिदिन्छु। धनियाँ स्प्रिङ, यसमा खुब सारा धनियाँ स्प्रिङ खुब सारा जान्छ। यो सत्तु हो। अब म यहाँनिर सत्तु बनाउन जान्दैछु। अलरेडी मैले लिइसकेको छु। यसमा मैले अलिकति नुन हाले गुडको पनि बनाउन सकिन्छ। यो 2 चम्मच मैले सत्तु हालेँ। विन्टरमा यो सत्तु खानु चाहिँ एकदमै राम्रो हो। यो जो साबुदाना अलिक खिलो हुनुपर्ने, अलिक यस्तो भएन, अलिक मैले ज्यादै पकाएछु। सो नेक्स्ट टाइम